हेलो गुड मर्निङ नमस्ते। मेरो चाहिँ बिहान भइसकेको छ। म चाहिँ उठिसकेको छु र फिलहाल चाहिँ म चिया खाँदै आज बेलुका रातभरि हावा चल्यो नि त। अनि हावा चलेको कारणले गर्दा आज बाहिर चाहिँ कस्तो भएको छ भने फिलहाल चाहिँ बाहिर यस्तो छ है वेदर। रातभरि हावा पानी चलेको, करेन्ट पनि थिएन हाम्रोमा, चाहिँ लाइटै थिएन। अहिले भर्खर आएको लाइट चाहिँ हो। अनि वेदर चाहिँ यस्तो टाइपको भएको छ। फिलहाल चाहिँ पानीले हावाले यस्तो हावा चल्छ नि, हाम्रो त मकै सबै ढलिसक्यो हावा पानीले नि। अनि वेदर चाहिँ यस्तो खालको टाइपको भएको छ। फिलहाल चाहिँ 8:30 जस्तो भएको छ कि अरे अहिले चाहिँ। म चाहिँ भर्खर उठेको, चिया खान आँटेको। यस्तो भएको छ हेर्नुहोस् न, दिन चाहिँ चिसै छ। यहाँ चाहिँ करेन्ट यति बेसी जान्छ नि, नभन्दा नि हुन्छ। बाप्रे, जतिखेर नि यसरी क्या करेन्ट गइराखेको हुन्छ। करेन्ट आउने कहिले जाने, आउने केही टुङ्ग फेद भन्ने छैन हो। यहाँ चाहिँ अस्ति पनि एकदम हावा पानी आएको थियो नि। हो त्यो बेलामा चाहिँ हाम्रो आमाले यो के अरे सुपारी होला, गुवे सुपारी कि के सुपारी भन्छ याद भएन। सुपारी हो। आमाले सुपारीको रुख रोप्नु भएको थियो नि त। रोके पुरै ढलेर पुरै गाँच जति थियो त्यति नै उयो भएर यति जति चाहिँ फलेको थियो रहेछ। अनि यो त्यो टाइममा भत्केको, यो झरेको यो केराको थम्बा कि केराको बोट जे भन्छ त्यही। अनि आमाले आफै रोप्नु भएको भएर क्या यो चाहिँ राजमा दाल होला, सुकाउनु भएको छ यो चाहिँ आमाले हो। अनि भर्खर उठ्दैछु, चिया पिउँदैछु। त्यसपछि हेरौँ के गर्नुपर्ने। हाम्रोतिर चाहिँ यस्तो भएको छ है आज चाहिँ दिन। हाम्रोमा चाहिँ नि बत्ती गएकै गर्छ नि त हो। भर्खर फेरि करेन्ट गएको हेर्नुहोस् न। यहाँ चाहिँ करेन्ट जानु र आउनुको चाहिँ एकदम केही ठेगानै छैन। अब चाहिँ करेन्ट नहुँदा त पुरै अन्ध्यारो हुने क्या हाम्रो चाहिँ। त्यही भएर खिड्की खोल्नु पर्यो। चाहिँ नि घरसर यस्तो सफा गर्नुपर्ने हुन्छ। बाहिर चाहिँ हाम्रो खोर्सानीको बोट छ। खोर्सानीको देख्नुहुन्छ कि हुन्न? यो चाहिँ खोर्सानी।
घाँसले पुऱ्यो होला अन्त भने नि घाँसले पुऱ्यो होला। यसरी जति बढाले पनि हावा पानी आए कि त मैला भइहाल्छ के भएको। मैला जति चाहिँ ठाउँ गर्नु पर्यो। धुलो हेर्नुहोस् न यति हुन्छ कि यहाँ चाहिँ कस्तो जति सफा गरे पनि त्यही हो। यो चाहिँ आँगन बढाउनु पर्यो। यो कुखुराको सुली हुन्छ हौ। यहाँ चाहिँ हेर्नुहोस् न खबुल्ता रातभरि पानी पर्यो। यो बाल्टी चाहिँ कस्तो मैला सफा गर्नु नसकेको भन्नुहुन्छ होला कि। यो रातभरि पानी पर्दा चाहिँ नि यस्तो भएको पानी आउँछ कि। यो पनि हेर्नुहोस् न यो माथि पाइप छ कि त्यो पाइप टेरेसको पानी सबै पाइपले आउँछ नि त। यहाँ आउँदाखेरि सबै यहाँ झरेर खबुल्ता भएछ रातभरि हिजो हावा पानी आएकोले क्या यस्तो भएछ। हेर्नुहोस् न त्यही बाल्टी पनि त्यही कारण मैला भएको पानीले। रातभरि हावा पानी आउँदाखेरि हाम्रो आँगन चाहिँ माटोको छ कि अनि त्यो माटोको छिट्का सबै लागेर चाहिँ बाल्टीमा त्यस्तो भएको। अब यसलाई चाहिँ माटो लिएर पुर्नुपर्ने हुन्छ। धुलै भएको छ कि बढाले पट्टा पट्टा। चाहिँ अघि केराको रुख पनि झरेको छ भनेको थिएँ नि। केरा चाहिँ हेर्नुहोस् न यस्तो भएको छ कि। यो चाहिँ बाख्राले पनि नखाँदो रहेछ। साउनु चाहिँ सानो सानो छ नि त काँचो केरा, बाख्राले पनि नखाँदो रहेछ। यो चाहिँ के गर्ने अरे सुपारी के गर्ने अरे आमा? चिरेर सुकाइ राख्नुपर्छ। यहाँ खङ्ग्रम खुङ्गुङ भनेको नि त।
यो नि माटोको आँगन भएर कस्तो बेसी मैला निस्किन्छ भने कति टाइम लाग्दैन बढाल्दा माटै मात्रै निस्किन्छ निस्क्नु। चाहिँ अब खबुल्टा पुर्नु आँटेको नि, अघिको खबुल्टा चाहिँ कि पानीले सबै चाहिँ माटो बढाल्नु कि अन्त त्यो झ्यास त उता लगेर बढालेर फ्याँकिहाल्छु। मल खालको माटो होला यो है। कति बेसी माटो, मैला भन्दा बेसी माटो निक्ल्यो। त पुर्नु पर्दैन अब भएको यो भएको बढाल्नु। चाहिँ हाम्रो बाख्राको खोले पकाउने मैले लिप्छु भनेको त आमाले आफै लिप्ने अरे कि। अहिले सिलिन्डरको दाम बढेको बेलामा अब हामी खाना यसमा पकाउनुपर्छ है आमा। सिलिन्डर अब हाफ दाममा मात्रै पाउँछ आमा हाम्रोमा। यो चाहिँ अब कालो कराई चाहिँ किन भनेको चाहिँ यो चाहिँ चुलामा पकाउँदा कालै हुन्छ, धुयो भने चाहिँ त्यसले धुयो भने पनि कालै हुन्छ। यो चाहिँ किटको कराई हो कि यस्तै हुन्छ नि हो। यो चाहिँ आमाले लिप्ने समय त म यहाँ बढालिहाल्छु। हाम्रो आमा चाहिँ फेरि चुला लिप्दा यो फरेनको नयाँ चप्पल पनि खोलेछ कि, खोलेर खाली खुट्टै पो कालोमा चाहिँ। हाम्रो टमाटर छ कि तर अस्ति पानीले सबै उयो गरेको छ नि त। टमाटर चाहिँ कुटेर नि यस्तो झाडे सबै सुताइराखेको छ यसरी। टमाटर पाक्दैछ हो, तल चाहिँ झर्दिने हिल्दैछ कि अहिले। कतिवटा त त्यो कुहिँदै पनि रहेछ। यो चाहिँ सबै आमाले रोप्नु भएको हो कि। त्यो सानो सानो चिचिला जस्तै कस्तो रहेछ यो भन्दा पनि यस्तो 2-3 दिनै पाकिहाल्दो रहेछ तर यो त। त्यो चिसोमै माथि राख्दाखेरि त अन्त भत्किन्छ होला नि त्यो दाउराले। यो पनि बढाल, अहिले बढाल्दा एकैचोटि दिनुभएको हुन्थ्यो त। एकछिन हटिनु हुने त्यसो भए, अनि एकैचोटि बढालिदिन्छु। पुरा मुस्किल छ नि त, सबैको आफ्नो आफ्नो बारी हुँदो रहेछ कि। हाम्रो त्यहाँ त गान्तोकमा त हामी पहिला त जङ्गलतिरबाट लिन्थ्यो, यता त सबैको आफ्नो आफ्नो बारी घर भएर होला है। त्यही कारण आफ्नो आफ्नो हुँदो रहेछ। कस्तो मुस्किलले जुटाउनुपर्छ। यो खबुल त हेर्नुहोस् न, यहाँ अहिले आमाले पुर्नु भएको होला।
बिचरा। यो पानी यस्तै अब यो माथिबाट टपक्न देख्नुहुँदैछ तुप तुप चुन्छ होइन यसरी। बेलुका त्यो पानी पुरै उयो हुन्छ नि त, यो पाइपबाट ट्यारेसको पानी क्या, यो पाइपबाट धुरुरुरु आउँछ कि, त्यही भएर माटो सबै उयो हुँदो रहेछ हौ। मैले चाहिँ छिटक छिटक बढालिसक्यो हो आँगन चाहिँ, यस्तो भएको छ हाम्रो चाहिँ आँगन। माटोको आँगन भएर कि यो सबै कस्तो धुलो हुन्छ, प्लस घर भन्नुहुन्छ भने त्यो माटोको आँगन होइन, प्लस यो हाम्रो पुरा वाइट खालके छ नि त, वाइट खालके भएर अलिकति खुट्टा मैला गरेर आयो धुयोले आयो भने यसो टेक्दाखेरि नि कचकच खुट्टाको इलो भएको छ। म पुज्दा पुज्दा कस्तो खाले भने त यहाँ हेर्नुहोस् न, यस्तो खालके दाग बस्छ कि मलाई चाहिँ सिक 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 हुन्छ पुज्दा 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 हुन्छ। करेन्ट चाहिँ अहिलेसम्म आएको छैन हो, घरभित्र त नपस्दा पनि हुन्छ यस्तो अँध्यारो, भित्र त अँध्यारोले बसी नसक्नु छ हो, अन्त बाहिर ठिक छ। अझै आज त वेदर यस्तो भएर उयो छैन नि त, घाम छैन, नत्र हाम्रो चाहिँ कुखुरा एक नम्बरको बदमास। यिनीहरूले गर्दा पनि अलिक बेसी मैला पनि भएको होला हौ हाम्रो त। यस्तो बेसी कराउँछ यो दुईवटा नभन्दा पनि हुन्छ, यस्तो बेसी कराउँछ पो त। यो चाहिँ आमाले लिपिसक्नु भएछ कि, लिपिसकेर चाहिँ यत्तिको सफा भएको छ हो, तर खोले बनाउँदा त्यस्तै भइहाल्छ त। हाम्रो चाहिँ फेरि बाख्रा पनि पुरा मिठा छ कि, जस्तो पाए त्यसरी नखाँदो रहेछ, म त चिन्दिनँ, आमाले भन्दै गरेको हुन्छ हो। यो चाहिँ हेर्नुहोस् न, यस्तो बेसी कराउँछ नि यिनीहरू, अर्काको बाख्रा त्यस्तो कराउँदैन यसलाई जति यिनीहरू कराउँछ। खा चुप लागेर, यो के हो सुकेको घाँस हो कि के हो? ए यो सुकेको घाँस होइन कि, यो छ नि यो राजमाको हो, राजमा दालको बोट। हे यहाँ पनि खबुल्ता भएर हेर्नुहोस् न, सबै तत्कालले यो खास हाम्रो यो अलिकति अगाडि भएको भए चाहिँ हुन्थेन होला कि, सबै यहाँ झरेर यस्तो हुन्छ। यत्रो घर हो, त्यही माथि सबै यता माटोले उता माटोले हो त्यस्तो हुन्छ। त्यो यस्तो छ, अस्ति लडेको केराको बोट लडेर हामीले यो चाहिँ राखेको थियौँ नि त, यस्तो भइरहेछ हो। यो केराको थम्बा चाहिँ झरेको सबै, कस्तो पानी परेको थियो, पानी हावा असिना पनि आएको त्यो दिन त कि, अनि चाहिँ यस्तो भएको नि हो। हामी चाहिँ यहाँ इटाभट्टाको बजारमा आएको कि, यस्तो रहेछ नि त हो, हाट हेरेको छ कि, हाट त पुरै महँगो पो रहेछ त, एक्सपेन्सिभ रहेछ हाट चाहिँ यहाँ। म त फर्स्ट टाइम आएको, यस्तो रहेछ यहाँ चाहिँ सानो खालके बजार काइन्ड अफ। अघि देखाउँ भनेको त पानी परेर क्यामेरै अन गर्नु पाइनँ नि त मैले। म चाहिँ अब रातिको लागि खाना पकाउँदै अघि दिउँसो आमाले लिपेको चुलामा यहाँ माछा फ्राई गर्दैछु हो रातिको लागि। अन्त अघि चाहिँ बजार गएको थियो नि त कि, म त सरमले क्यामेरा पनि खोल्नु सरम लागेर होइन, अन्त उयो गर्नु पाएन, सरमले क्यामेरामा बोल्नु पनि सरम लाग्यो नि त, मलाई पनि, म त बानी छैन नि त, अन्त कस्तो अप्ठ्यारो लागेर सरम लागेर, त्यो माथि पानी अचानक कस्तो पानी परेर कि, त्यही भएर उयो गर्नु पाएन, केही क्लिक पनि गर्नु पाएन हो। अनि अहिले चाहिँ घरमा आए कस्तो चिसो छ आज,
घरमा आएर चिया खाजा खाइवरी एकछिन भिडियोहरू उयो गरेँ हो, एडिट गरेँ अलिअलि। अन्त भ्लग त मैले एन्डै गरेको थिइनँ नि त नि। अन्त मैले बजारमा के पनि देखाएको पनि हेर्नुहोस् न, यहाँ बाहिर कस्तो पानी पर्दैछ, हिल्लै भइराखेको छ हो। दिउँसो सफा गरेको र नगरेको एउटै। बोडा देख्नुभयो, उयो माथिबाट यसरी चुन्दैछ हो पानी। अब यो चुको डल्लै त्यहाँ फेरि उयसमा क्या त्यसमा फेरि खबुल्टा हुन्छ त्यही। अन्त अहिले चाहिँ यहाँ अब बेलुकाको लागि बत्ती जाने चान्सेस पुरा हुन्छ। यहाँ त जहिले जब तबै बत्ती जान्छ नि त कि। अनि यहाँ चाहिँ अब अहिले रातिको लागि चाहिँ खाना बनाउनु आँटेको नि त हो। यहाँ बनाउँदैछु, फ्राई गर्दैछु। अनि आजको ब्लग चाहिँ यति नै। फेरि भोलि भेटौँ है। म चाहिँ खानासाना बनाएर चाहिँ बत्ती जान्ने चान्सेस हुन्छ कि, त्यही भएर छिटो छिटो बाहिर चुलामा बनाइहालेको नि। फेरि यहाँ अँध्यारो भयो भने देख्दैन नि त हो, त्यही कारण। फेरि भोलि भ्लग गर्छु, भोलि भेटौँ। अनि आज त त्यति नै हो, अरू त केही गरेन। बजार गएँ, बजार गएर आएर उयो गर्नु पाएन नि त, केही क्लिक पनि गरेन। बाहिर सरमले म त फोन निकालेर बोल्नु नि सरमले नै सकिनँ हो। अब भोलि भेटौँ। थ्याङ्क यू फर वाचिङ। जाडो छ आज त, रातभरि पानी पर्छ होला। थ्याङ्क यू फर वाचिङ। Stay positive. Bye.